आदरणीय दर्शकवृन्द नमस्कार। आज हामी नेपाल क्रिकेट टिमले ओमानमा खेलेको खेलहरूका साथै उपाधि जित्दै T20 विश्वकप 2026मा छनौट हुँदासम्मको सम्पूर्ण जानकारी प्रस्तुत गर्नेछौँ। ओमानमा सम्पन्न ICC T20 विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनौटमा नेपालले आफ्नो 100% जितसँगै उपाधि विजेता हुँदै विश्वकपमा छनौट हुन सफल भएको छ। 9 राष्ट्र सम्मिलित खेलमा उत्कृष्ट 3मा पर्न सफल भयो। 2026मा भारत र श्रीलङ्कामा हुने T20 विश्वकपमा स्थान पक्का हुने थियो। नेपालले आफ्नो 2 खेल अगावै विश्वकपमा आफ्नो स्थान पक्का गरिसकेको थियो। ग्रुप स्टेजको आफ्नो पहिलो खेलमा कुवेत विरुद्ध 58 रनको शानदार जित निकालेको नेपालले दोस्रो खेलमा जापानलाई 5 विकेटले हराउन सफल भएको थियो। जापानलाई हराएसँगै 2 अङ्कका साथ सुपर 6मा प्रवेश गरेको नेपालले UAE विरुद्ध 1 रनको रोमाञ्चक जित निकाल्न सफल भएको थियो। त्यससँगै सुपर 6को आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई 5 विकेट र तेस्रो खेलमा ओमानलाई 38 रनले पराजित गरेको हो। त्यस्तै आफ्नो अन्तिम खेलमा सामुआलाई 124 रनले पराजित गर्दै 100% जितसहित उपाधि जित्न सफल भएको हो। आफ्नो अन्तिम खेलमा नेपालले सामुआलाई 211 रनको लक्ष्य प्रस्तुत गरेको थियो। उक्त खेलमा आसिफ शेख र दिपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएका हुन्। आसिफ शेखले 41 बलमा 69 रन र दिपेन्द्र सिंह ऐरीले 33 बलमा 53 रन बनाउन सफल भएका हुन्। त्यस्तै लोकेश बमले अभिजित 12 बलमा 39 रन बनाउँदै 325 को शानदार स्ट्राइक रेटमा ब्याटिङ गरेका हुन्। त्यस्तै अन्य ब्याटरहरू रोहित पौड्याल नट आउट 12 बलमा 21 रन, कुशल भुर्तेल 15 बलमा 17 रन र आरिफ शेखले 7 बलमा 9 रन बनाउन सफल भएका हुन्। दोस्रो इनिङमा सामुआले 20 ओभरमा 7 विकेट गुमाउँदै 87 रन मात्र बनाउन सफल भएको थियो। त्यससँगै नेपाल सहित ओमान र UAE पनि विश्वकप 2026मा छनौट भएका छन्। सुपर 6को आफ्नो 5 खेलमा 5 खेल जित्दै 10 अङ्क सहित नेपाल उपाधि विजेता बन्दा ओमानले 5 खेलमा 4 खेल जित्दै 8 र UAE ले 5 खेलमा 3 खेल जित्दै 6 अङ्क सहित विश्वकप यात्रा तय गरेका हुन्। यस्तै कतारले भने 5 मा 2 खेल र जापानले 5 मा 1 खेल जित्दा सामुआले भने आफ्नो 5 मा 5 खेल हारेर विश्वकप यात्राबाट बाहिरिएका हुन्। यससँगै नेपाल तेस्रो पटक T20 विश्वकपमा प्रवेश गर्न सफल भएको छ। सन् 2014मा नेपालले पहिलो पटक विश्वकप खेलेको थियो। त्यसपछि 10 वर्षको अन्तरालमा सन् 2024मा विश्वकप खेलेको हो। यसपटक छनौट भएसँगै नेपाल लगातार दोस्रो पटक विश्वकप खेल्न लागेको हो। त्यस्तै उपाधि विजेता बनेसँगै नेपाली राष्ट्रिय टिमका सम्पूर्ण खेलाडीले झन्ही 19,50,000 पाउने नेपाल खेलकुद परिषदका सदस्य सचिव टङ्कलाल घिसिङले बताउनु भएको छ। नेपाल विश्वकपमा छनौट भएसँगै विभिन्न देश तथा क्रिकेट फ्रेन्चाइजहरूले नेपाल क्रिकेटलाई बधाई दिइरहेका छन्। आगामी दिनमा पनि यस्तै समय सान्दर्भिक भिडियोका लागि हाम्रो यस च्यानललाई सब्स्क्राइब गरिदिनु होला। साथै लाइक, कमेन्ट र सेयरको पनि अपेक्षा गर्दछौँ। धन्यवाद।